हेलो गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई फेरि पनि म उपस्थित भएको छु विमल कोरोना भ्लगमा। तपाईँहरूलाई पनि स्वागत छ विमल कोरोना भ्लगमा। र आज म फेरि बिहानै मर्निङ वकको लागि टुडी खेल जाँदैछु होइन, लाजिनपाडाबाट टुडी खेल। र त्यसमा भएको दृश्यहरू के कस्तो छ सबै तपाईँहरूलाई देखाउने छु भन्दै अब लास्टसम्म अन्तिमसम्म मेरो भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला। म चाहिँ यहाँबाट बिहानै रनिङको लागि निक्लिँदैछु है। ठाउँ ठाउँको दृश्य म देखाउने छु तपाईँहरूलाई सबै के कस्तो छ। म चाहिँ यहाँबाट राइट लाग्छु अब। यो बाटो चाहिँ लाजिनपाट निस्किन्छ है। लाजिनपाटबाट म अब टुडी खेल आज टुडी खेल धरा बिहानतिर यस्तो झिलिमिली अब बिहान बत्तीहरू यसरी बल्छ। यो चाहिँ लैनचौर तपाईँहरूको लैनचौर। अब यहाँबाट तपाईँको यसरी अब टुडी खेल जाउला खेल जाने बाटो होइन, ललितपुर जाने बाटो भनौँ न हो। त्यहाँभित्र फेरि उपराष्ट्रपति बस्नुहुन्छ तपाईँहरूको। यता सोह्रखुट्टे बालाजु र स्वयं पुजारी निस्किने हो। यता कलङ्की पनि निस्किन्छ सोल्टी मोडहरूतिर। अनि तपाईँको यहाँ फेरि टुडी खेल जाने बाटो रत्न पार्क सबैतिर जान्छ यो बानेश्वरतिर। पहिला हाम्रो शिक्षा मन्त्रालय गृह मन्त्रालयतिर सिंहदरबारभित्र थियो भनेपछि अहिले चाहिँ बिस्तारै अस्ति भर्खर हलचल छरेर यता यहाँनिर आएको छ। यो हो यो शिक्षा मन्त्रालय है। र हाम्रो यो परराष्ट्र मन्त्रालय पहिला पुरानो पासपोर्ट बन्ने ठाउँ है, यहाँ हो। यो चाहिँ तपाईँहरूको केशर महल चोक होइन, बाराही यो होटेल हो। यो काठमाडौँ होटेल बाराही। यो केशर महल चोक। यो चाहिँ तपाईँको जमल चोक है। यो जमल चोक। यहाँ नेपाली दूरसञ्चार छ, राष्ट्रिय राजघर पनि यही हो। यो चाहिँ रानी पोखरी। यहाँबाट हजुरको यो असन जाने बाटो हो। यहाँबाट भित्र असन। यो दरबार हाई स्कुल सबभन्दा धेरै पुरानो स्कुल होइन। अहिले भर्खर चाइनाबाट यो चाहिँ यता भोटेवाल जाने होइन। यो साइबर ब्युरो छ। यो अहिले नयाँ बी हस्पिटल। यो रत्न पार्कको बस स्ट्यान्ड है। यो रत्न पार्क भित्र छ फेरि।
यो रत्न पार्कभित्र यो चाहिँ है वीर हस्पिटलको हल्का दृश्य छ। अब म यो ग्राउन्ड खेल हेर्न लान्छु। वीर हस्पिटल अहिले नयाँको, अहिले यता पुरानो शहरको पुरानो वीर हस्पिटल। यो पहिला पुरानो बस पार्क थियो यहाँ होइन, काभ्रे जाने वनस्थलीहरू यहाँ त माथि माथि जाने गाडीहरू यहाँबाट पाउँथ्यो। अहिले यो यस्तो राम्रो पार्क बनेछ ग्राउन्ड। त्यो बन्द लाग्यो पुरानो बस पार्क पहिलाको। यो चाहिँ राष्ट्रिय ट्रमा सेन्टर है, हाड जोड्ने हड्डीहरू सम्बन्धी राष्ट्रिय ट्रमा सेन्टर। यो चाहिँ आर्मीहरूको कुनै कार्यक्रम भएपछि यसमा मान्छे भनौँ न कुनै कार्यक्रम हुँदाखेरि यहाँ कार्यक्रम गर्ने, अब घोडे जात्रा हुँदाखेरि घोडे जात्राको यो चाहिँ महाकाल मन्दिर। यो टेम्पोहरूको बस स्ट्यान्ड। यो न्यू रोड गेट है साथीहरू, न्यू रोड गेट हो, न्यू रोड जाने बाटो। यो चाहिँ टुडी खेल है साथीहरू। यो टुडी खेल अनि यो फेरि यता आर्मीहरूको रङ्गमञ्च है। घोडे जात्रा अनेक आर्मीहरूको कार्यक्रम हुँदाखेरि, कुनै पनि भिआइपीको कार्यक्रम हुँदाखेरि यहाँ हुने हुन्छ। यता चाहिँ काठमाडौँ महल। यो चाहिँ काठमाडौँ महल है। यो चाहिँ टुडी खेल। अघि म भित्रबाट पनि देखाइरहेको थिएँ, अब बाहिरबाट यसो म दृश्यहरू देखाउँछु। यो चाहिँ हाम्रो धरहरा। यो टुडी खेल ग्राउन्ड। सबैले चिनेर यो कुन ठाउँ भनेर, कुन ठाउँ हो भनेर कमेन्ट गर्नु है त सबैजनाले, चिनेको जतिले, अथवा नचिनेकोले पनि कमेन्ट गर्नु होला। यो चाहिँ टुडी खेल। हेलो गाइज, सबैजनाले विमल कोरोना ब्लगलाई सब्सक्राइब गरिदिनु होला होइन। हेरेर अब यो लास्ट भिडियोसम्म हेरेर साथ सपोर्ट दिनु होला है त। यो चाहिँ तपाईँहरूको
आर्मीको हेडक्वार्टरभित्र। सबैजना विमल कोरोना ब्लगलाई माया गरिदिनु, सब्सक्राइब गरिदिनु, साथ सपोर्ट दिनु है। अन्तिमसम्म भिडियो हेरेर माया गरिदिनु होला। भद्रकाली मन्दिर भर्खर बन्दै गरेको छ। अब अस्ति नै पुरानो थियो, त्यो पनि अहिले फेरि पुनः निर्माणको लागि यसै वरिपरि जस्ता बाँधेर बनाइरहेको छ। अहिले टुडी खेल भयो, यहाँबाट धरहरा देखिरहेछ। मानिसहरू सबैले आफ्नो सौरी साधन पूजा गर्न नयाँ किनेपछि अथवा जस्तो किने पनि यसरी पूजा गर्न ल्याउनुपर्छ यहाँ, अथवा जुनसुकै ठाउँमा मन्दिरमा पूजा गर्नुपर्छ है। टुडी खेल फेरि माथिबाट देखाउँदैछु। सबैले माया गरिदिनु होला, हेरेर साथ सपोर्ट दिनु होला है मेरो सानो भिडियोलाई। यो चाहिँ भद्रकाली भयो होइन, यो चाहिँ भिरकुटी मण्डप, यो छप्रो छप्रो भएको छ, यो पसलहरू भयो। यो चाहिँ टुरिस्ट प्लेस है, यो टुरिस्ट प्लेसको हो। अनि अलिको फेरि अब राष्ट्रिय सभा क्रिया हल छ, त्यो देखाउँछ तपाईँहरूलाई। सायद यहाँबाट देखिन्छ कि यो भित्रको भित्र छ अलि आउँछु। यो हो राष्ट्रिय सभा गृह हल। यहाँ भित्र छ राष्ट्रिय सभा गृह हल। यहाँ गए त अब टुडी खेल्नै भयो, एक राउन्ड हानिसकेँ मैले। यो राष्ट्रिय सभा गृह हल यहाँनिर छ। यो धेरै पुरानो, अब सम्झिङ 10 वर्ष जति भइसक्यो होला यो बस पार्क हटेको होइन। 2070 साल 72 सालसम्म थियो यो पुरानो बस पार्क। अहिले यो बनाएर यहाँ पार्किङको पनि धेरै पार्किङको व्यवस्था पनि छ। अहिले बनेपछि पार्किङ पनि यही हुन्छ, सबै कुरा पनि यही हुन्छ। यो चाहिँ आर्मीको रङ्गमञ्च, आर्मीको रङ्गमञ्च होइन, अघि पनि देखाइसकेको छु। र यो टुडी खेल पनि हो, वहीँसम्म छ, तर देख्नुभयो होला। ल गाइस, हेर्दा हेर्दा अब एक राउन्ड पनि हान्ने टुडी खेल है। अब यस्तै हेर्दै हेर्दै अब चाहिँ अब दरबारमा आइजान्छु। दरबारमा आइगएर अब आजको दरबार गएर बसेको दरबार पनि देखाउँछु। अनि के कस्तो छ तपाईँहरूले हेरेर प्रतिक्रिया दिनु होइन। सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है। रत्न पार्कभित्र एउटा बाग बजार जाने बाटो। नेपाल यहाँ मस्जिद छ।
पहिलाको घण्टाघर है। अब म बिस्तारै बिस्तारै अब दरबारमाग जान्छु। दरबारमागबाट सिधै अनि अब त्यसपछि रुम लाग्छु होइन। अब हाम्रो यो दरबारमाग जाने बाटो भयो अनि हाम्रो यो त्रिचन्द्र क्याम्पस यही छ है। त्यो पनि म देखाइदिन्छु तपाईँहरूलाई। हाम्रो यो त्रिचन्द्र कलेज है क्याम्पस। कमलादी जाने बाटो यता भयो। अब यो दरबारमाग जाने बाटो अनि त्यहाँ महेन्द्र शालिग पनि छ अनि त्यो पनि देखाउँछु तपाईँहरूलाई। ल है साथी, हो त्यो देखिरहेको राजा बस्ने ठाउँ थियो पहिला होइन। अहिले म तपाईँलाई नजिक गएर पनि देखाउँछु। यताबाट जमल जाने बाटो भयो यो चाहिँ दरबारमाग नै भयो होइन। त्यही हो। अब मेरो भिडियो हेरेर अब कुनै पनि ठाउँमा विकट ठाउँमा बस्नु भएको, कहिले पनि काठमाडौँ नआउनु भएको व्यक्तिले चाहिँ मेरो भिडियो हेरेर होइन अब यस्तो ठाउँ रहेछ काठमाडौँ भनेर हेर्नु होला है त। यो चाहिँ तपाईँको महेन्द्र शालिग भयो। जस विदेशभन्दा नि कम छैन क्या होइन। सिन हेर्दा त यो दरबारमागको सिन हेर्दा हिँड्ने क्रममा अलिअलि यो फोटोहरू भिडियो हल्लिरहेको छ होइन। यो चाहिँ महेन्द्र शालिग भयो। सबैजनाले माया गरिदिनु होला विमल करुणा भ्लगलाई है। सब्सक्राइब नगर्नु भएको सब्सक्राइब गरिदिनु होला। होटल एफिनिटी यो चाहिँ दरबारमाग है। सबैजनाले हेरेर साथ सपोर्ट दिनु होला र माया गरिदिनु होला। म बारम्बार पनि भनिरहेको छु होइन। के कस्तो छ प्रतिक्रिया दिनु होला होइन। सुधार्ने मौका म पाउनेछु। हेरिडियस बिस्तारै बिस्तारै गर्दा गर्दा दरबारमाग नि आवश्यक लाग्यो। राजाको दरबार पनि अब देखाउँछु मैले तपाईँहरूलाई होइन। सबैजनालाई हेर्न मिल्छ यहाँ। बुधबार र मङ्गलबार बुधबार समथिङ यस्तै दुईवटा बार मात्र, बिहिबार यस्तै मङ्गलबार बुधबार बिहिबार 3 दिनमा 1-2 दिन मात्र बिदा छ, नत्र अरू दिन खुल्ला हुन्छ होइन। छिर्न पाउनुहुन्छ। के कस्तो छ हेर्न पाउनुहुन्छ तपाईँले यहाँको। त्यतिखेर राजाको पालामा होइन, राजाको पालामा कस्तो त्यो भित्र छिर्न पाउँथेन। अहिले चाहिँ अलिक भित्र छिर्न पाउँछ। त्यहाँ भित्र छिरेर अब कस्तो हाम्रो यो गोर्खाको राजा कहाँ बस्ने होइन, अब पाल्पाको राजाहरू आउँदा भिआइपी मान्छेहरू आउँदा कहाँ बस्ने के गर्ने भन्ने सबै कुराहरू त्यहाँ त्यस्तो भिआइपी रुमहरू छ होइन। अनि राजा कहाँ बस्नुहुन्छ के गर्नुहुन्छ सबै छ, राम्रो छ। सबैजनाले हेर्नु होला।
नमस्ते फेरि मसँग सामु आइसकेको छु। आज म यसरी बिहानको मर्निङ वकमा तपाईँहरूलाई टुडीखेलदेखि हरेक कुराहरू देखाइसकेँ होइन। अनि त्यो दिनसम्म तपाईँहरूले हेरेर मेरो साथ सपोर्ट दिनुभयो र सब्सक्राइब नगरेको वाले गरिदिनु होला होइन। र आज म यसरी घुम्दै अब रुमतर्फ लाग्दैछु। बिहानै गएको मान्छे अब यतिखेर आउँदैछु। ठिकै छ, कस्तो छ के छ तपाईँहरूले हेरेर प्रतिक्रिया दिनु होला। त्यो दिनसम्म फेरि अब अर्को भिडियो ल्याउँदै गर्छु। हस्, धन्यवाद। जय नेपाल।